हेलो सबैलाई भिडियो नबनाएको 1 महिना भएछ अनि आज भ्लग बनाउँदैछु अनि भोलि चुनाव छ अनि आजको दिन यत्तिकै छ। यहाँ हाम्रो रेनी छ। ओ रेनी ल अघि सुत्दै छ। के भयो रेनी थाक्यो यो चाहिँ हाम्रो रेनी। जयमसी घर जयमसी रेनी जयमसी नमस्ते। अनि हाम्रो आन्टी यहाँ आज खन्दै हुनुहुन्छ। हामी आज मकै रोप्ने छ यता यो बारीमा। अनि यहाँ चाहिँ हाम्रो मिठो भट्ट अनि सिद्राको अचार बन्दैछ। यहाँ देख्न सक्नुहुन्छ एकदम आज मिठो मिठो छ खानेकुरा। यो हाम्रो सिद्रा र भट्टको अचार रेडी छ आज। अनि अब सागको पालो। मेसी पनि छ मेसी। मेरो आज 12 बजीबाट ड्युटी छ। अब खाना खाएर यहाँबाट निस्किनु पर्छ हामी। त्यो हाल्यो नि त्यो भिडियो रेकर्ड भएन रहेछ। अहिले हामी खाँदैछौँ। अब छिटो छिटो खाना खाएर चाहिँ हामी निस्किनु पर्छ 11 बजे यहाँबाट। यहाँ हाम्रो ढेँडो पनि बन्दैछ स्पेसल। हाम्रो ढेँडो एक्सपर्ट हुनुहुन्छ हाम्रो आन्टी। ल तपाईँहरू दार्जिलिङबाट हेर्दै हुनुहुन्छ भने चाहिँ खासमा यो ढेँडो यसरी बनाउँछ नेपालमा। मेरो अब यहाँ सकिन आँट्यो। ल फेरि भन्नुहोस् ल भन्नु न ल विशालले हाल्छ भन्नु छिटो। राम्रो भएको थियो। लाइक सेयर सब्सक्राइब मिलिरहेको थियो क्या। अब चाहिँ हामी निस्किनु लाग्यो। ढिलो भइसक्यो। यहाँ 11 बजे निस्किने भनेको 11 कटिसकेको छ। यस्तै छ यहाँ। आज चाहिँ मजाले घाम लागेको छ। अहिले नगरपालिका छौँ। आज खुल्ला नै छ। खासै बन्द भएको छैन रहेछ। यो 800 को क्रिम 800 को क्रिम अरे बहिनीको चचाउन आएको। यो हाम्रो रेनीको टोक्ने हड्डी। म चाहिँ अहिले फिस्टे फुड पार्कमा आएको छु। हस्पिटलबाट सिस्टरहरूले खाजा मगाउनु भएको थियो त्यही लिन आएको छु। अहिले यहाँ छु। अनि आजको मौसम पनि गर्मी छ। यस्तो छ मौसम। प्याकिङ हो गयो। म चाहिँ काममा आइपुगेँ र खाजा म दिन चाहन्छु हाम्रो दिदीहरूलाई। यहाँ खुवाई कार्यक्रम भइरहेको छ त्यो होला। अहिले म काममा आइसकेँ। के भन्नु गाइज म आइपुगेँ काममा। अनि 12 बजीबाट हो। हाम्रो मर्निङको दिदीहरू यता हुनुहुन्छ। मैले लिएको खाजा मैले स्पोन्सर गरेको। ढाँटेको होइन। मैले चाहिँ आज माथिको मेरो स्क्रब ल्याउन बिर्सेछु। ज्याकेटमै छु। मलाई सिकाउँदै हुन्छ यहाँ यसरी कसरी समात्ने। यस्तै 1:30 बजेको छ। दबाई जाँदैछ पेसेन्टलाई। काम हुँदैछ। अहिले चाहिँ म यो एबिपिएमको रिपोर्टिङ गर्दैछु। रिपोर्ट निकाल्दैछु। अनि आज चाहिँ खाली छ। इमर्जेन्सी खासै केस आएको छैन। अनि मैले चाहिँ रिपोर्ट प्रिन्ट गरिसकेँ। 1 2 3 4 5 बज्न लाग्यो। अहिले केस छैन यहाँ। अनि चुनाव लागे जस्तो छ अहिले चाहिँ। म यत्तिकै बसिरहेको छु।
7:15 भएको छ अनि मेरो ड्युटी पनि सक्यो अनि आज चाहिँ पुलाउ मासु खाने कुरा छ घरमा। अब यहाँबाट म सुरुमा मासु किन्न जान्छु, त्यसपछि सिधै घर जान्छु। मासु काटिँदैछ यहाँ। ल मैले मासु पनि किनिसकेँ। अब मासु लगेर गएर पकाएर खानुपर्छ नयाँ बजार। यो चाहिँ मसँग मात्र होइन, सबसँग यस्तै हो। ल म चाहिँ अब पकाउँदैछु। क्यामेरा कस्तो आएको छ। पुलाउ यहाँ मासु पाक्दैछ। पुलाउ अनि आज म तपाईँहरूलाई पुलाउ बनाउन पनि सिकाउँदैछु, एकदमै सजिलोवाला। यसमा हाल्ने घिउ, दही, ल लोप नगरी घिउ हाल्ने। घिउ हालिसकेपछि घिउ पग्लिसकेपछि सुरुमा हामीले ल्वाङ र सुकुमेल कता छ टाढो टाढो जानुहुन्छ, आउँदैन कि आन्टी तपाईँ? आन्टी भागिरहेको आन्टीले चाहिँ यहाँ मिठो ग्रेभीको मासुको ग्रेभी बनाउँदै हुन्छ। मासु तात्तिसकेपछि यसमा टक्क ल्वाङ र सुकुमेल यसलाई हल्का मात्रै फ्राई गर्ने। त्यसपछि यहाँ चाहिँ छ काजु किसमिस, काजु त छैन, काजु छ, काजु किसमिस नरिवल र त्यसपछि यसलाई सँगै भुट्ने। अब यो मजाले भुटिसकेपछि यसमा पालो आउँछ सब्जीको, मैले यहाँ काटेर राखेको छु। सुरुमा हाल्नुपर्छ गाजर, त्यसपछि यहाँ छ केराउ, हरियो केराउ टिक्क हाल्ने चलाउने। अब यसमा कम्ती चिनी, कम्ती नुन, फेरि यसलाई चलाउनु पर्छ यसरी। अब यो गाजर र केरा हल्का पाकेपछि चाहिँ यसमा चामल हाल्ने, त्यसपछि सिटी लाउने। यहाँ चामल रेडी छ। अब त्यसपछि यो हल्का पाकिसकेपछि हामी हाल्नेछौँ चामल, त्यसपछि पानी हालेर यसलाई 2 सिटी मात्र। भिडियो बनाउने चक्करले पुलाउ मिठो होला जस्तो छैन है। ल अब यो पाकिसक्यो, यसमा अब हामी बिस्तारै हालौँ चामल। यता मासु पनि देख्न सक्नुहुन्छ रातो हुँदैछ। ल चामल टक्क हालिदिने हो। अब यसलाई हल्का सब्जीसँग मिक्स, घिउसँग फ्राई। अनि आजको ड्युटी चाहिँ एकदमै चिल भयो, पेसेन्ट नै आएन। भोलि झन् चुनाव छ। ल यतिको मिक्स भइसकेपछि अब लास्टमा चाहिँ हामीले हाल्नुपर्छ यहाँ पानी, कप पानी अलिकति अझै। तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। मिठो बास्ना आउँदैछ। अब अलिकति ले अब यसको ढक्कनी यहाँ तल छ। लास्टमा ढक्कनी लाउने, त्यसपछि लो फ्लेम आथा प्रभु लो फ्लेममा नै यसलाई पकाउनु पर्छ 2 सिटी। ल पुलाउ कस्तो भयो। ओहो ओहो बास्ना आयो। पुलाउ यस्तो भएको छ। पानी अलिक बेसी भएछ। मासु चाहिँ मिठो छ। अनि आजको भिडियो यतिकै। बाई बाई।